नयाँ भ्लगको भिडियो लिएर फेरि पनि आइसकेको छु म मतलब कुछ भी धेरै राम्रो ठाउँ रहेछ राम्रो लाग्यो आई केम हियर फर्स्ट एक्सपिरियन्स एज वेल टोटली फ्यान्टास्टिक नयाँ हुनुहुन्छ भने प्लिज हामीलाई सब्स्क्राइबर दिएर धेरै माया गरिदिनु होला इसकी गारंटी मैं नहीं दे सकता If you guys want to stay here you can come and visit here and spend your time exactly okay thank you चाहिँ यतातिर देख्न सक्नुहुन्छ फर्स्ट टाइम आएको र यहाँ पनि मलाई चाहिँ अब नयाँ एकदमै रमाइलो लाग्यो यहाँनिरको सिनहरू चाहिँ यस्तो छ यहाँ यो भिडियो क्लिप यो छ यहाँ क्यासल यहाँ हाम्रो बडामास भाइ यो सिपमा चाहिँ चढ्नुपर्छ कि हामी कुन ठाउँ आएको यो हामी चाहिँ डोबर आइसकेका छौँ डोबर सो हामीलाई अन्तिमसम्म हेरेर साथ दिनु होला तपाईको सहयोग अनि साथ हामी चाहन्छौँ सधैँभर 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 नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला नयाँ हुनुहुन्छ भने प्लिज हामीलाई सब्स्क्राइबर दिएर धेरै माया गरिदिनु होला ताकि तपाईँहरूकै मायाद्वारा तपाईँहरूको सहयोगद्वारा सपोर्टद्वारा हामी अगाडि बढ्ने कोसिस गर्नेछौँ अनि नयाँ नयाँ भ्लगहरू पनि हामी हाल्ने कोसिस गर्दैछौँ थ्याङ्क यू माथिको के अरे जान नमिल्ने डोबरको सिन चाहिँ अहिले यस्तो छ यहाँ पाइलटको ह्यान्डल पनि गोलो छ नि डोबरको आस माछा मार्न आएको डोबर आखेर भयो गोबर भित्रबाट दामी देखिँदो रहेछ गोबर अब हामी यो त सक भर्खर बनाएको नयाँ बनाउँदैछ यो अझै डोबरको भिडियो सिनहरू यहाँ माथिबाट लिइरहेको छ भने एकदमै बवाल सिनहरू रहेको छ यहाँनिर र यसको छेउमा चाहिँ यहाँ डोबरको क्यासल छ र यहाँ एकजना गएको चाहिँ यो भित्रको चाहिँ 30 पाउन्ड लाग्न चाहिँ यो क्यासलभित्र गएको चाहिँ पुरानो घर भनेदेखि यो डोबरको बिचनेरीको यो भिडियो क्लिप यहाँ मैले लिइरहेको छु र हाम्रो अलिक कारको पार्किङको प्रब्लम भएको कारणले गर्दा अब हामी इमिडिएटली फर्किँदैछौँ यहाँबाट हाम्रो गाडी चाहिँ उता कुनामा छ सेतो गाडी क्यासलको भिडियो छ यहाँ क्यासल यहाँ हाम्रो बडामास भाइ आजको पाइलट हुनुहुन्छ र हाम्रो गाडी चाहिँ यहाँ छ कहाँबाट हेर्दै हुन्छ कमेन्ट पनि गर्नु होला स्पेसल्ली हामी घुमिफिरी गरेर डबरमा आइसकेको छौँ अब म यहाँ डबरको बिचको पनि सरेर एउटा भिडियो लिएर चाहिँ अब यो अर्को भ्लग म लिँदैछु यहाँ हाम्रो गाडी चाहिँ यहाँ पार्किङ गर्दैछौँ भने बिचहरू चाहिँ यतातिर छ अब बिचमा धेरै भएको कारणले गर्दा पनि योभन्दा अगाडि चाहिँ हामीले प्लस जानु गएको थियौँ र अहिले चाहिँ हामी यहाँ डबरमा आइपुगेको छौँ बिचमा यस्तो छ र त्यो पर सिपहरू देख्न सक्नुहुन्छ र यहाँ माथि पनि हामी त्यो माथिको त्यो देखेको पुरानो क्यासल घरहरू तिर पनि पुग्यो र कहाँबाट हेर्दै हुन्छ कमेन्ट गर्नु होला र यस्तै राम्रो भिडियो हेर्न
चाहिँ ट्राभलिङ भ्लगलाई माया अनि सब्सक्राइब गरिदिनु होला। पारिपट्टि जान खोजेको तर अहिले त बाटो छैन त। यहाँनिर कहाँनिरबाट छ बाटो नि सरसर जानेछु, ढिला नगरिकन। हामीसँग टाइम एकदमै थोरै भएको कारणले गर्दा आज चाहिँ सर्ट र छोटो मिठो खालको भिडियो तपाईँहरूको माझमा ट्राभलिङ भ्लगबाट मैले राख्ने जम्मा गरेको छु। र यहाँ पनि अब समुद्र भएकोले गर्दा अलिकति भोइसभन्दा हावा बढी आइरहेको छ। र म चाहिँ यहाँ ओभरटेक गरेर अब समुद्र बिचको नजिक आएको छु। र यहाँ पानी आयो पनि छिटो प्लस यहाँनिर चाहिँ यतातिर देख्न सक्नुहुन्छ। रबरको बिच म यहाँ चाहिँ फर्स्ट टाइम आएको र यहाँ पनि मलाई चाहिँ अब नयाँ ठाउँ एकदमै रमाइलो लाग्यो। हेर्ने भनेको चाहिँ त्यस्तै छ। त्यता पारिपट्टि पनि यहाँनिर ठुलो सिप होटलहरू रहेको छ भने यतापट्टि पनि यहाँनिरको सिनहरू चाहिँ यस्तो छ। यहाँ बहिनीले पऱ्यो फोटो लिँदै हुनुहुन्छ। हाम्रो गाडी चाहिँ खै कहाँनिर छ जितु, खोइ हाम्रो गाडी यो कहाँनिर अरे? हामी डोबरमा छौँ अनि धेरै राम्रो ठाउँ रहेछ, राम्रो लाग्यो। आई केम हियर फर्स्ट टाइम, फर्स्ट एक्सपिरियन्स एज वेल। टोटली फ्यान्टास्टिक प्लेस। इफ यु guys want to stay here, you can come and visit here and spend your time. Exactly. Okay, thank you. एन्ड नयाँ हेर्नेलाई चाहिँ के भन्न चाहनुहुन्छ? Please do subscribe our channel and we're gonna do later and as well if you do support us. Thank you. धन्यवाद। अलिकति सपोर्ट पनि मिल्छ होला। र यहाँ चाहिँ एकदमै राम्रो रहेछ। अब अलिकति हाम्रो सर्ट टाइम भएको कारणले गर्दा माथि क्यासल घरतिर चाहिँ छिर्न पाइएन। त्यो पारिको चाहिँ त्यो सिप चाहिँ त्यहाँ रेस्टुरेन्ट होला होइन? त्यो पनि आई थिङ्क रेस्टुरेन्ट होला त्यो। र यहाँ चाहिँ आज बहिनी हामी फ्यामिली आउट आएका थियौँ र एकदमै रमाइलो भयो। ट्राभलिङ भ्लगबाट यस्तै विश्वको विभिन्न पपुलर अनि ब्युटिफुल प्लेसहरू राख्ने मैले कोसिस गरिरहेको छु। र अब आउने दिनहरूमा अझै विभिन्न ठाउँमा ट्राभल गरेको भिडियोहरू पनि तपाईँको माझमा म राख्दैछु। त्यसको लागि चाहिँ तपाईँले च्यानलमा सब्सक्राइब गर्नु होला। त्यो पर पनि हेर्नु तपाईँले, त्यो पारी पनि त्यो घरहरू जस्तो बनाएको छ है। पुरानो बिल्डिङहरू जस्तो समुद्रको बिचमा लगाएर एउटा कम्पाउन्ड यहाँ चाहिँ बनाइएको रहेछ। यहाँसम्म डबर बिचमा चाहिँ गाडीमा होला नि। अब भिडियो लिने भनेको यति नै होला होइन? उताबाट पनि सबै हो। अब हामी यहाँबाट छोटो मिठो भिडियो तपाईँहरूको आजमा राखिसकेको छु। थ्याङ्क यू सो मच फर वाचिङ। अब
हाम्रो गाडी आइसकेको छ र अब हामी घरतर्फ जाँदैछौँ। छोटो मिठो भिडियो तपाईँहरूको आजमा राखिसकेको छु र थ्याङ्क यू सो मच फर वाचिङ। अब बाँचेर गर्दै म राजेन्द्र बिदा हुन चाहन्छु। हस्त नमस्ते, थ्याङ्क यू सो मच फर वाचिङ, सी यू नेक्स्ट टाइम। जाममा परिरहेछौँ भनेदेखि यता अब हाम्रो लगभग यहाँ रेड लाइन 30 मिनट जतिको देखाएको छ। हाम्रो डेस्टिनेसन पुग्न अझै 1 घन्टा बाँकी छ, तर पनि जाममा परेको कारणले गर्दाखेरि। थ्याङ्क यू सो मच फर वाचिङ।